ठुला शक्ति केन्द्रहरू हाम्रै छेउछाउमा पनि सल्लाइरहेका छन्। तपाईँलाई फुर्काएर ल्याएर यहाँ राजा बनाइदिने 2 दिन अनि तपाईँले चलाउन सक्नुहुन्छ? सक्नुभयो? हिजो त सक्नु भएन, अब सक्नुहुन्छ। जसले त्यहाँ ल्याएर तपाईँलाई राखिदिन्छ, भोलि त्यसैले तलबाट कार्पेट छित्र तपाईँलाई लडाउँछ अनि देश द्वन्द्वमा जान्छ। अनि के हुन्छ? तपाईँ हाम्रा बाबुबाजेले बनाएको यो त मुलुक छ, त्यो नै बर्बाद हुने खतरा हुन्छ। छिमेको सिक्किम देख्नु भएको थिएन, के भएको थियो? त्यहाँको राजा पनि त्यही शक्तिलाई गुहार्थ्यो, त्यहाँका पार्टीहरू पनि अर्कै शक्तिले गुहार्थे। ती दुईटाको बिचमा खेलिकन देशलाई सिद्धाइदिएका थिए। 5 वर्ष मन लगाएर काम गर्न सक्दैन, आफ्नो सोचअनुसार नीति बनाउन सक्छन्। त्यो त हामीले देखिरहेका छौँ नि। त्यसैले केन्द्रमा पनि हामीले प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली गऱ्यौँ भने त्यसले पहिलो कुरा राजनीतिक स्थिरता दिन्छ। अहिले यी 3 टाउकाको पालै खाएर देशलाई गोन गरेर बर्बाद पारेका छन्। जस्ता पुरानो भइसकेका थत्रिसकेका मान्छेहरूलाई फेरि बोकेर हिँड्न नेपाली जनता तयार छैन। त्यसको निम्ति अब यो सङ्घीय लोकतान्त्रिक गणतन्त्रको जगमा टेकेर प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीमा गएर देशलाई राजनीतिक स्थिरता दिने हामीले लामो सङ्घर्ष गरेर 100औं वर्षदेखिको निरङ्कुश प्रणालीलाई अन्त्य गऱ्यौँ। सङ्घीय लोकतान्त्रिक गणतन्त्र ल्यायौँ। राजनीतिक परिवर्तन पछि हामी सबैको चाहना, जनताको चाहना, खास गरी युवाहरूको चाहना छिटो राजनीतिक स्थायित्व सहितको विकास र समृद्धिको लहर आओस्, देशभित्र रोजगारी प्राप्त होस्, सबैलाई शिक्षा स्वास्थ्यको प्रत्याभूति होस्, सबैको सामाजिक सुरक्षाको प्रत्याभूति होस् भन्ने जुन चाहना थियो त्यो नहुँदाखेरि जनतामा एक प्रकारको निराशा छाएको छ, युवाहरूमा ठुलो उद्वेलन छाएको छ। र त्यसो गर्दाखेरि प्राय इतिहासमा के हुने गर्छ भने 3 थरी प्रवृत्तिहरू समस्या समाधानको रूपमा आउँछन्। जस्तै कुनै रोग लाग्यो भने पहिले के गरिन्थ्यो? यो कुनै पक्षी धामी झाँक्रीले होला, देउता रिसाएर होला भने धामी झाँक्रीले ल्याएर चाहिँ उपचार गर्न खोजिन्थ्यो। संयोगले अलिअलि भयो जस्तो पनि हुन्थ्यो, तर निको हुँदैनथ्यो। अलि पछि वैद्यहरू आए, जडीबुटीहरू घोटेर पिलाएर अलिअलि खुवाए, त्यसले अलिअलि निको जस्तो त भयो, तर रोग यति गहिरो पुगिसकेको हुन्थ्यो, त्यो रोग निको हुँदैन थियो। र पछि विज्ञानले जुन आविष्कार गरेर डाक्टर आए, विज्ञानको चेत सहितको अनि उपकरणहरूको आविष्कार भयो, त्यसले जाँचेर हेर्दा बिरामी त क्यान्सर भइसकेको रहेछ। अनि क्यान्सरको बिरामीलाई अहिले हामी के देखिरहेका छौँ भने झाँक्रीले एक थोक भनेको छ, वैद्यले अर्को थोक भनेको छ, डाक्टरले अर्को थोक भनेको छ। अनि जनता अहिले यति बेला कुन ठिक कुन बेठिक भन्ने बुझ्न कोसिस गरिरहेका छन्। त्यसले हामी के भन्न चाहन्छौँ भने यो मान्छेको चेतना अनुसार हुन्छ। हामी झाँक्री सबै खराब भन्दैनौँ। जति बेला विज्ञानको आविष्कार भएको थिएन, मान्छेको चेतना थिएन, अलिकति फेथ हिलिङ भन्छन्, त्यो अलिकति झारफुक गरेर पनि उसको मनोवैज्ञानिक एउटा परिवर्तनको कारणले गर्दा, आत्मसन्तुष्टिको कारणले गर्दा, एउटा अव्यक्त विश्वासको कारणले गर्दा अलिकति रोग निको भयो जस्तो पनि हुन्थ्यो। त्यस्तै अहिले नेपालको जुन समस्या छ, यो समस्यालाई फेरि उही पुरानै निरङ्कुश राजतन्त्र, हामी सबैले जनताले विद्रोह गरेर फ्याँकिसकेको राजतन्त्र, त्यसलाई ल्याएर ठिक हुन्छ कि भन्ने सानो जमात त्यसलाई महत्त्व दिन चाहन्न। धेरैले महत्त्व दिन खोजेको छ, त्यस्तो महत्त्व होइन। धामी झाँक्री त अहिले त भइरहेको छ नि गाउँमा, त्यो तपाईँ पुरै अन्त गर्न सक्नुहुन्न। त्यसैले अलिअलि त्यो भूत जस्तो त्यो पर्साउनलाई, भगाउनलाई, रोग निको पार्नलाई जुन धामी झाँक्री ल्याउने कि तिनै फेरि राजा महाराजा ल्याउने कि भन्ने एकछिन मान्छेहरूलाई परेको छ। त्यो सत्य होइन, ठिक होइन, त्यो रोग निको हुनेवाला पनि छैन र धामी झाँक्रीको रूपमा फेरि ती मृत भइसकेको राजतन्त्र आउनेवाला पनि छैन। त्यो समाधान होइन। र अर्का थरी अलिक वैद्यहरू अलिकति जडीबुटी पिलाउँदै आएका, जुन अहिले 3टा टाउकाको रूपमा आएका छन्, आफूलाई अलिक छोटे राजा जस्तो पनि देखाउँछन्। गत 9 वर्ष संविधान जारी भएपछिको 9 वर्षमा 11 सरकार परिवर्तन भएको छ। अनि तिनै 3टा टाउका पालो सरकार चलिरहेछन्। अहिले सरकारमा छौन्जेल सब ठिकठाक छ, जनताले बडो मन चाहिन्छ, सुख समृद्धि आछ भनेर गफ दिन्छन्।
अनि सरकार गएको भोलिपल्टदेखि लु खत्तम भयो, बर्बाद भयो, सिद्धियो भनेर गराउँछन् अनि जनता रणभूमिमा पर्छन्। त्यसैले ती वैद्यहरू त्यो अहिले आयुर्वेदको मैले विरोध गरे होइन, त्यो त्यहाँ अर्धविज्ञान हो, त्यहाँ केही सत्यता छ, पुरा सत्यता हुँदैन। सामान्य रोगको उपचार त्यसले गर्छ, तर ठुलो रोगको उपचार क्यान्सर त्यो पनि अझ तेस्रो चरणसम्म पुगिसकेको क्यान्सरको उपचार आयुर्वेदबाट हुँदैन। त्यसको निम्ति शल्य प्रयोग गर्नुपर्छ, आधुनिक डाक्टरकै विधि प्रयोग गर्नुपर्छ। त्यसैले नेपालको अहिलेको समस्या भनेको यी 3टा टाउका रुपिदिनु वैद्यहरू पालैपालो 9 वर्षसम्म 11 चोटि सरकारमा बसे, ती फेरि 10 चोटि 50 चोटि दोहोरिए पनि यो समस्या हल हुनेवाला छैन। अब समस्याको समाधान के त? डाक्टरले विज्ञानले के मान्छ? हामीले बुझेको पढेको अहिले विश्व इतिहासबाट सिकेको कुरा के हो भने हाम्रो जस्तो देश जो भर्खरै कृषि प्रधान अर्थतन्त्रबाट एउटा सामन्ती निरङ्कुश अर्थतन्त्रबाट अहिले अर्थतन्त्रतिर भइरहेको छ, भर्खर लोकतन्त्र भर्खर आएको छ, सङ्घीय लोकतान्त्रिक गणतन्त्र आएको छ। यसलाई र फेरि जुन ठुला छिमेकीको बिचमा हामी छौँ, उनीहरूले पनि सुन घुसारेर कहिले कसलाई उचाल्ने, कहिले झाँक्रीलाई उचाल्ने, कहिले वैद्यलाई उचाल्ने, कहिले कसलाई उचाल्ने जुन गरिरहेका छन्। यस्तो अवस्थामा हामी के निष्कर्षमा पुगेका छौँ भने नेपालमा यसको हल, अहिलेको देशको समस्या आर्थिक सामाजिक सबै समस्याको हल भनेको देशमा दिगो लोकतान्त्रिक स्थायित्व पहिले चाहियो। कमसेकम एउटा सरकारले 5 वर्ष 10 वर्ष त नीति निर्माण गरेर लागू गर्न सकोस् न। त्यो कसरी आउँछ त भन्दा अहिलेको यो खिचडी खालको मिश्रित प्रकारको संसदीय प्रणालीबाट त्यो आएन, हामीले देखिसक्यौँ 2चोटि। त्यसैले त्यसको समाधान भनेको अब हामीले प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली र पूर्ण समानुपातिक संसदको व्यवस्थामा हामी जानुपर्छ। त्यसो भए भने के हुन्छ? त्यसो के हुन्छ भने पहिले त प्रत्यक्ष निर्वाचित राष्ट्रपतिले कमसेकम 5 वर्ष स्थायी रूपमा आफूले सरकार चलाउन पाउँछ। त्यसलाई कुनै संसदले अथवा कुनै पार्टीले हटाएर त्यो हट्दैन। अहिले त एउटा पार्टीको बहुमत आयो भने पनि पार्टी फुट्यो भने फेरि अल्पमत सरकार जान्छ, तर राष्ट्रपतिलाई त्यसरी पार्टीले हटाउन सक्दैन। निर्वाचित भएर आएको राष्ट्रपतिलाई जनताले अर्कोचोटि चुनाव नभएसम्म उसलाई हटाउन सक्दैन। जसरी अहिले त स्थानीय तहमा हाम्रा मेयरहरू छन्, तर केन्द्रमा र प्रदेशमा भन्दा मेयरको अहिले किन वाइवाइ भइरहेछ भने किनकि उनले कमसेकम 5 वर्ष मन लगाएर काम गर्न सक्दैन, आफ्नो सोच अनुसार नीति बनाउन सक्छन्। त्यो त हामीले देखिरहेका छौँ नि। त्यसैले केन्द्रमा पनि हामीले प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली गऱ्यौँ भने त्यसले पहिलो कुरा राजनीतिक स्थिरता दिन्छ। अहिले यी 3 टाउकाले पालै खाएर त्यसलाई गोल गरेर बर्बाद पारेका छन्, त्यसको अन्त्य हुन्छ। दोस्रो कुरा, अहिले जुन मन्त्रीहरू भएका छन्, सामान्य मान्छे गएछ, बुझ्न भ्याएको छैन, कर्मचारीले घुमाएको छ, बिजुलीले घुमाएको छ, भ्रष्टाचार जुन बिबिकी भएको छ, त्यो मन्त्रीलाई बुझ्नै 1 वर्ष लाग्छ। समयमा सरकारपछि विचार त्यसले के गर्छ? त्यसैले प्रत्यक्ष निर्वाचित राष्ट्रपतिले सांसदबाट होइन, संसदभन्दा बाहिरबाट विज्ञहरूलाई लिएर अर्थशास्त्र पढेको मान्छेलाई अर्थमन्त्री बनाउँछ, शिक्षा शास्त्र पढेको शिक्षा मन्त्री बनाउँछ, परराष्ट्र समिति ज्ञान भएकोलाई परराष्ट्र मन्त्री बनाउँछ। अनि त्यस्तो भयो भने त्यस्तो चाहिँ ज्ञान भएको विज्ञ भएको मान्छे, राष्ट्रपतिले विश्वास गरेको मान्छेले राम्रोसँग मन्त्रालय चलाउँछ, त्यहाँ सुशासन हुन्छ अनि त्यसले छिटो परिणाम पनि दिन्छ। हो, यो यतापट्टि यसरी जान्छ भने अर्कोपट्टि केही प्रश्नहरू छन्। फेरि राष्ट्रपति हुँदाखेरि फेरि त्यसले त निरङ्कुश हुने हो कि फेरि त्यो पनि ठुलो राजा र छोटे राजा जस्तो हुने हो कि भन्ने जुन डर छ, त्यसको चाहिँ हामी के भन्न चाहन्छौँ भने अब मान्छे ओर्याउँछ कि भनेर पहिले डराउने कुरो त भएन, दुर्घटना हुन्छ कि भनेर गाडी नचल्ने कुरो त होइन, त्यो त आकस्मिकता हो। नियम के हो भने अहिलेको 275 जनाले छानेको प्रधानमन्त्री भन्दा 2 करोड 3 करोड मध्ये 2 करोड हाम्रा मतदाता हुन्छन्। तिनले छानेको हिमाल पहाड तराई मधेसका मेचीदेखि महाकालीसम्मका 2 करोड जनताले छानेको मान्छे अहिलेको प्रधानमन्त्री भन्दा कतिले हुन्छ भन्ने त मान्न पर्यो नि। त्यसो भएको हुनाले त्योभन्दा राम्रै मान्छे आउँछ, उसले त्यति सजिलै तानाशाह भएर जनताको अहितमा काम गर्न सक्दैन। मान्नुहोस्, कोही कहिलेकाहीँ त्यस्तो अलि बहुला खालका मान्छे आउन पनि सक्छन्, अलिक पपुलिस्ट लोकप्रियका नारा दिएर जनतालाई झुकेर आउन पनि सक्छन्। आएछन् भने त्यसलाई फेरि संसदले महाअभियोग लगाएर हटाउन सक्छ। कयौँ देशमा चाहिँ त्यस्ता राष्ट्रपतिहरूलाई उयो भएको थियो नि, कोरिया मार्सलले हामीले देख्यौँ नि, त्यहाँको राष्ट्रपतिले
सैनिक शासन लगाउन खोज्यो, संसदले त्यसलाई तुरुन्तै हटाइदियो। अब अहिले त्यसपछि हट्यो भने हामीले पनि यो संसदबाट चाहिँ महाभियोगको चाहिँ प्रस्ताव पारित गरेर त्यसलाई हटाउन सकिन्छ। यदि त्यसो गर्न पनि त्यहाँ त्यस्तो हुन्छ कि भन्ने जुन शङ्का छ त्यस्तो हुँदैन। हामीले आफैलाई जनतालाई सबैले शङ्का गर्नु भन्ने त हामीले लोकतन्त्रमा विश्वास नगरेको ठहर छ। त्यसैले त्यस्तो तानाशाह त जुनबाट पनि आउँछ, सैनिक तानाशाह आउला, कु गरेर विदेशीले आक्रमण गरेर कठपुतले ल्याइदेला, त्यसो भनेर राष्ट्रपति तानाशाह हुन्छ भनेर हामीले शङ्का गर्नु हुँदैन। अब जहाँसम्म हाम्रो जस्तो बहुजातीय बहुभाषिक मुलुकमा प्रत्यक्ष राष्ट्रपतिमा जाँदा एउटै जातिको एउटै समुदायको मात्रै राष्ट्रपति हुन्छ कि भन्ने जुन शङ्का छ त्यो त हामीले संविधानमा लेख्नै सकिन्छ नि। अहिलेकै संविधानले पनि हामीले चाहिँ राष्ट्रपति उपराष्ट्रपति फरक जाति लिङ्गको भनेकै छौँ। संविधान संशोधन गरेर हामीले पनि त्यसरी नै राष्ट्रपति र उपराष्ट्रपति फरक जाति र लिङ्गको भन्न सकिन्छ। अझै हिमाल पहाड तराई मधेसमा विभिन्न जातिमा बाँडिएको जुन समाज छ, कुनै पनि जातिको चाहिँ बहुमत छैन। त्यसो हो भने दुई पटकभन्दा बढी एउटै जातिबाट राष्ट्रपति बन्न नपाइने भन्न नि सकिन्छ। दुईचोटि त दिनुपर्छ मौका 10 वर्ष। त्यसमा एउटा समुदायको राष्ट्रपति भएछ भने दुईचोटि पछि अर्को समुदायको हुन्छ, त्यसपछि झन् अर्को समुदायको हुन सक्छ। यसरी पनि त्यो समावेशी हुन सक्छ। सँगसँगै अर्को कुरा के भने संसदलाई चाहिँ हामीले पूर्ण समानुपातिक बनाऊ। पूर्ण समानुपातिक भनेको अहिले जस्तो नेताहरूले आफ्नो खोल्तीबाट झिकेर बोलाउने सांसद होइन। समानुपातिक भनेको महिलाको विरुद्धमा प्रतिस्पर्धा गर्छन्, दलितसँग प्रतिस्पर्धा गर्छ, मधेसीसँग प्रतिस्पर्धा गर्छ, जनजातिसँग प्रतिस्पर्धा गर्छ, खसारेसँग प्रतिस्पर्धा गर्न सक्छन्। यसरी चाहिँ त्यो पूर्ण समानुपातिक तर प्रत्यक्ष निर्वाचित संसद भयो भने त्यहाँ पनि असल र समावेशी प्रकारको संसद बन्छ र संसदले राम्रो नियम कानुन बनाउने काममा लाग्छ। अहिले के भइरहेछ भने कसरी पैसा खर्च गरेर चुनाव जित्ने अनि चुनाव जितेर मन्त्री भएर भ्रष्टाचार गरेर कसरी त ठेकदारबाट पिछलेको पैसा तिर्ने भनेर मन्त्रीहरू नै भ्रष्टाचार गर्दै जान्छन्। तर मन्त्री हुनको निम्ति सांसदलाई चाहिँ नदिने बाहिरबाट मन्त्री बनाउने भयो भने त्यो सांसदले त्यो नियम कानुन बनाउने काममा मात्रै केन्द्रित हुन्छ, सरकारलाई नियन्त्रण गर्ने काममा त्यो केन्द्रित हुन्छ र भ्रष्टाचार पनि त्यहाँनिर रोकिन्छ। यसरी हामीले स्थायित्व पनि प्राप्त गर्छौँ, समावेशिता पनि प्राप्त गर्छौँ, सुशासन पनि प्राप्त गर्छौँ अनि त्यसको बलमा देशमा विकास र समृद्धिको लहर आउन चाहिँ सक्छ। त्यसैले आदरणीय साथीहरूमा हाम्रो राम्रो आग्रह के हो भने हामीले कुनै लहरमा यो कुरा भनेका छैनौँ। तपाईँले भन्न सक्नुहुन्छ त संविधान सभामा थिइस्, संविधान समितिको सभापति थिइस्, त्यति बेला किन गरिस् के भन्नुहुन्छ नि? मैले त अन्तिम सभा भनेको छु, दोस्रो संविधान सभामा जो जनतासँग गएर हामीले अभिमत लिएका थियौँ। जनताको करिब 80% जनमत प्रत्यक्ष निर्वाचित राष्ट्रपतिमा जानुपर्छ भन्ने थियो। तर त्यति बेला अहिलेको यी जुन 3 टाउका थिए उनीहरूले देखे आफूको राष्ट्रपति जनताले पचाउला जस्तो छैन अनि त्यति बेला यी 3 टाउकाले र त्यो छोडिए र त्यो जनताको चाहिँ सुझाव अनुसारको राष्ट्रपति बनाउन जान सकेन। मैले त्यति बेला संसदमा पनि विरोध गरेको छु। संविधान जारी भएपछि त्यही दिन मैले आएर यो संविधान आधा गिलास भरि छ आधा खाली छ, एउटा खाली भन्नुको अर्थ यो प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीमा नगएसम्म सबै कुरा हुँदैन भनेको थिएँ। आज हेर्नुहोस् त फर्केर 9 वर्षपछि यो पुष्टि भयो कि भएन। त्यसैले आदरणीय दाजुभाइ दिदीबहिनीहरू अबको निकास भनेको प्रत्यक्ष निर्वाचित राष्ट्रपति नै हो र कुनै पनि बहानामा पुरानो राजतन्त्रलाई फिर्ता गर्ने अथवा यिनै टाउकालाई निरन्तरता दिने समाधान होइन। त्यसले देशलाई धन बर्बादमा मात्रै लान्छ। मैले पुरानो राजतन्त्र फर्कन्छ भन्ने मलाई लाग्दैन। किन फर्कने? यो त आफ्नै कारणले सिद्धिएको राजतन्त्र हो। जनताले हो नारायणको हत्याकाण्ड गरेको तपाईँ हामीले हो भन्ने पऱ्यो, कसले गरे हो? त्यो त उनीहरू आफैले गरे हो नि। आफैले गरे आफ्नै वंशज मित्र सिद्ध्याउने को हेर्ने छानबिन गरौँ। हामी फलानै हो हामी भन्दैनौँ, तर उनीहरूकै खलकबाट मारिएको भनेको स्वीकार गरे हामी सबैले। अनि हाम्रो दोष हो तिमीहरू गरी नखाने, आफैमा भाइ मारा अथवा त्यो दाजु मारा बाउ मारा भएर चाहिँ तिमीहरू सिद्धिने अनि काटाकाट गरी आफू मर्ने दोष हामीले लिने हो होइन। यसैले त्यो राजतन्त्रको युग सिद्धियो। म पूर्व राजालाई पनि के आग्रह गर्न चाहन्छु भने तपाईँ मभन्दा 8 वर्ष जेठो हुनुहुन्छ। तपाईँले 2 चोटि राजा भएर के गर्नुभयो?
तपाईँ राजा हुने पालै होइन, संयोगले हुनुभयो। त्यसमा तपाईँ खुसी भएर पो बस्नु हो। तपाईँ कहिलेकाहीँ यो देश मेरा बाबुबाजेले आर्जना गरेको भनेर दायित्व छ भन्ने जस्तो पनि खोज्नुहुन्छ। भन्नुहोस् त, तपाईँका बाबुबाजेहरू कहिलेदेखि राज गर्न आएको? म त गोर्खाको लिलीकोट भन्ने ठाउँको मान्छे हो। मेरो घर अहिले पनि त्यही छ। लिलीकोटमा मगरहरूका घलेहरूको त्यो राजा हुन्थ्यो, दौडेर वर्ष दिनमा दौडेर जसले जित्छ त्यही राजा हुन्थ्यो। तर हाम्रै बाबुबाजे, हाम्रै पनि एकजना बराजु हुनुहुँदो रहेछ गजानन भट्टराई, त्यही हाम्रै लिलीकोटका गणेश पाण्डे, जो कालु पाण्डे लगायतका सन्तान हो। अलि परपट्टि अर्याल नारायण अर्याल, तिनै बाहुनहरू चाहिँ मिलेर अबको जमानामा दौडेर मात्रै हुँदैन, अलिक आठो मान्छे ल्याएर राजा बनाउनु पर्छ भनेर तिम्रा खलकलाई द्रव्यसा अब कान्छाबाई थिए, उनको पनि राजा हुने पालो थिएन। लमजुङबाट चोरेर ल्याएर लिलीकोटमा बसाले आयो। त्यो त्यति बेलाको आवश्यकता थियो। आजभन्दा 400 वर्ष पहिले जनताको चेतना थिएन, एकीकृत बलियो शासक चाहिएको थियो। त्यसै भएको हुनाले हाम्रै बाबुबाजेले तिम्रो सन्तानलाई ल्याएर लिलीकोटमा राखिदियो। तर तिमीहरूले गरी खाएनौ त हो। जति बेलासम्म नेपाल राज्य विस्तार भयो, तिम्रै बाबुबाजेले मात्रै भन्छौ, तिम्रै बाबुबाजे मात्रै होइन, हाम्रो बाबुबाजेले पनि गरे हो। विजयनगरजीदेखि लिएर कालु पाण्डेहरू हुँदै कुलानन्द ढकाल जैसी लगायत सबै मिलेर नेपाल राज्य बनाएको तिम्रो बाजेले नै हो, हाम्रो बाजेले नै हो। त्यसैले त्यो युग पुरानो थियो। अब राजतन्त्रको युग छैन, अब लोकतन्त्रको युग हो, गणतन्त्रको युग हो। तपाईँ साँच्चै देशको माया गर्नुहुन्छ भने आउनुहोस्, चुनाव लड्नुहोस् न, जितेर जानुहोस्। यहाँ साथीले हाम्रो उम्मेदवार बाबुराम भन्नु, त्यो हाम्रो पार्टीको निर्णय छैन, मैले दाबी गरे पनि छैन। जो कोही पनि हुनसक्छ, तपाईँले चाहनुभयो भने हुनसक्छ। म अहिले भने घोषणा गर्दिनँ। तर ज्ञानेन्द्र शाहलाई पुरो राजाले मेरो आग्रह के छ भने, तपाईँले साँच्चै देशको माया छ, बाबुबाजेले आर्जेको मुलुक बचाउनुपर्छ भन्ने लाग्छ भने अब तपाईँले यसलाई अर्को खेल मैदान नबनाउनुहोस्। तपाईँले त बुझ्नु भएको छ नि, राजा भइसकेका मान्छे भू राजनीति कसरी मलाइरहेको छ, शक्ति केन्द्रले कसरी खेल्छन्। अहिले एउटा देशका राष्ट्रपति त हाकाहाकी भनेका छन् नि, फलानु ठाउँमा देश मैले भित्र्याउँछु, पानामा कनाल मैले भित्र्याउँछु, त्यहाँका मान्छे अन्त लगेर त्यहाँ मान्छे हाकाहाकी भनिरहेका छन्। यस्तो जमाना छ। ठुला शक्ति केन्द्रहरू हाम्रै छेउछाउमा पनि सल्लाइरहेका छन्। तपाईँलाई फुर्काएर ल्याएर यहाँ राजा बनाइदिने 2 दिन, अनि तपाईँले चलाउन सक्नुहुन्छ? सक्नुभयो? हिजो त सक्नुभयो, अब सक्नुहुन्छ? जसले त्यहाँ ल्याएर तपाईँलाई राखिदिन्छ, भोलि त्यसैले तलबाट कार्पेट छित्र तपाईँलाई लडाउँछ, अनि देश द्वन्द्वमा जान्छ। अनि के हुन्छ? तपाईँ हाम्रा बाबुबाजेले बनाएको यो जो मुलुक छ त्यो नै बर्बाद हुने खतरा हुन्छ। छिमेको सिक्किम देख्नु भएको थियो, के भएको थियो? त्यहाँको राजा पनि त्यही शक्तिलाई गुहार्थ्यो, त्यहाँका पार्टीहरू पनि अर्कै शक्तिले गुहार्थे। त्यो दुईटाको बिचमा खेलिकन देशलाई सिद्धाइदिएका थिए। त्यसैले मैले केही दिन अगाडि त लोककथाको पनि कुरा गरेका थिएँ। दुईटा चाहिँ बिरालाहरूले रोटी कसले खाने भनेर झगडा गरे, अनि एउटा बाँदरले आएर पालो चाहिँ टुक्रा मुखमा हाल्ने, तराजु कहिले यता ढल्किया थियो, कहिले उता ढल्किया, त्यता पनि खाने उता पनि गर्दै रोटी जम्मै खायो र बिराला हेराहेरी गए भने जस्तै यहाँ त्यस्तै हुन्छ। त्यसैले मैले राजनीति यी 3टा छोटे राजा र पुराना मोटे राजा दुईटालाई मैले के आग्रह गर्न चाहन्छु भने, तपाईँले दुईटै बिरालाहरूलाई बाँदरले त्यसरी खेलाइरहेको छ। तपाईँहरूको हातमा केही पनि पर्नेवाला छैन र तपाईँहरूले चाहिँ यो थाहा नपाएर अथवा बुझ पचाएर लोभिएर यो अनावश्यक खालको खेलमा लाग्नु हो भने देश डरलाग्दो द्वन्द्वको भूमिमा जाने खतरा छ, देशको अस्तित्वमाथि नै खतरा छ। त्यो गर्ने अधिकार तपाईँलाई छैन, हामी त्यसो गर्न दिँदैनौँ। यो देश हामीले पनि लडेर ल्याएको हो, हाम्रो पिता पुर्खाले लडेर ल्याएको हो, हामी बचाउँछौँ। कुनै बाहिर चलखेल हुने हामी यहाँ दिँदैनौँ। तपाईँहरू जस्ता पुरानो भइसकेका थत्रिसकेका मान्छेहरूलाई फेरि बोकेर हिँड्न नेपाली जनता तयार छैन। त्यसको निम्ति अब यो सङ्घीय लोकतान्त्रिक गणतन्त्रको जगमा टेकेर प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीमा गएर देशलाई राजनीतिक स्थिरता दिने र हाम्रै जीवनकालमा 10-20 वर्षभित्र नेपाललाई समृद्ध बनाउने, हाम्रा युवाहरूलाई यही देशमा रोजगारी दिलाउने, विदेशतिर गएका हाम्रा दाजुभाइ दिदीहरूले यहाँ बोलाएर नेपाललाई विश्वको 10 वर्ष 20 वर्षभित्र सबभन्दा सम्पन्न देश बनाउने यो हाम्रो चाहिँ सपना छ। त्यसैले यो अवसरमा म सबैसँग, विभिन्न पार्टीका साथीहरूसँग,
विभिन्न नागरिक समाजका मानिसहरूसँग र हिमाल पहाड तराई मधेसका सबै समुदायका साथीहरू आग्रह गर्न चाहन्छु, आउनुहोस् हामी सबै मिलेर हामीले बनाएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधान सभाबाट बनाएको जुन संविधान छ यसलाई संशोधन गरेर प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीमा जाउँ। आजको सङ्कटको निकास यही हो। यसैको निम्ति हामीले एउटा वैकल्पिक शक्तिको रूपमा अगाडि सारेको नेपाल समाजवादी पार्टी नयाँ शक्ति, जसको हालसालै जुन हामीले महाधिवेशन गरेका छौँ, त्यसको महाधिवेशनले यही मुद्दालाई लिएर सबैसँग मिलेर जागरण अभियान चलाउँ र यो संविधानलाई सबै मिलेर संशोधन गरेर प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीमा जाउँ र विभिन्न देखिएका नदेखिएका भित्र र बाहिरी शक्तिहरूको चलखेलबाट बचौँ। यही नै हाम्रो तपाईँहरूसँग आग्रह छ। यही आग्रह सहित म अहिले तपाईँहरूबाट बिदा हुन चाहन्छु। धन्यवाद, अभिवादन, नमस्कार।